हाम्रो आमाको गुनासो है। यति हो तेरो काम त के गर्नु मुनाको हेरेछु ल हेर्छु के छ त्यहाँ दिनुपर्छ नानीको सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। गाइस अभी मजा आएगा ना भिड़ो। हाम्रो आमाको गुनासो है। बजू भर्सेस नातिनी। के गर्नु मुनाको हेरेछु इतना प्यार किसी से पहली बार आ रहा हो ला 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 ला। आमालाई खाना दे ल हेर्छु के छ त्यहाँ दिनुपर्छ नानीको हो फुटाइदिन्छ बरु चेहरे पर भोलापन है और आंखों में पागलपन। ऐसे लोग बहुत खतरनाक होते हैं, बहुत खतरनाक। ए भगवान तपाईँलाई कसले चाहिँ बस्नु भन्नु ए तपाईँलाई कसले चाहिँ काम गर्नु भनेर चाहिँ भन्नु त आफै होइन तुल 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 त्यो रात परेर चाहिँ आफै छिर्ने हो आओस् यहाँनिर इस्कुस काटिराखेको मान्छे यहाँनिर भाले काट्ने कुखुरा भन्ने बित्तिकै कम्ती छिटो छोडेन इस्कुस यहाँ काट्दा काट्दै। अनि फुटबलको पनि जान्छ फुटबलको एफ पनि जान्छ कि जान्दैन बिचरा रातभरि फुटबल म्याच हेरेर दुईजना अहिले भर्खर उठेको है यिनीहरू यस्ता छन्। यहाँ काली यहाँ गोरी कुखुरा भाले काट्ने अब पाहुना आएको भान्जी अब घर जाँदैन त ऊ फर्किने अनि त्यही भएर यहाँनिर इस्कुस काट्दै थियो मैले। अनि यो भाले आज होइन त्यो नकाट्ने कुखुरा काट्ने भनेको त कति छिटो फ्याट्ट फ्याल्दो रहेछ क्या यहाँनिर यस्तरी। कुखुरा चाहिँ यहाँनिर छ यसलाई नै आज हो यसको सुप खाने हो है। यहाँ छोपिरहेछौँ ओइ तँलाई खालि यता उता कुद्छ यो चाहिँ ठाउँ सरी सरी सुत्छ क्या यो चाहिँ साला आरामै उसको सुत्ने ठाउँ चाहिँ यहाँनिर हो नि त। यहाँबाट अहिले फेरि सुत्ने यहाँ सुतिरहेछ क्या यो। मौसम भने यस्तो छ पानी पनि परिरहेछ घाम पनि लागिरहेछ के खालको यो यस्तो यो मौसम गर्मी यस्तो छ क्या मौसम पानी पनि परिरहेछ घाम पनि लागिरहेछ त्यही भएर यहाँनिर गर्मी हप्प भइरहेछ कि साह्रै।